नियममा रहन्छु तपाईले भनेको कुरो मान्छु गुरुको वचन कहिले पनि काट्नु हुँदैन है अग्निलाई प्रार्थना गर्नु अग्निलाई नमस्कार हे अग्नि मैले तपाईलाई कुनै अपमान गर्ने छैन अग्निको अपमान कस्तो बेला हुन्छ नागियो भने कुचियो भने पैताला सेकाएर तापियो भने अनि फुकियो भने अनि त्यहाँ दिशा पिसाब गरियो भने त्यो अपमान हुन्छ अब सूर्यनारायण भगवानतिर फर्केर नमस्कार गर हे सूर्यनारायण भगवान हामीले तपाईको कुनै किसिमको अपवाद गर्ने छैनौँ अपवाद भनेको सूर्यको अपवाद भन्ने अन्य निन्दा कसरी हुन्छ त भन्दा जो सूर्य उदाउने बेलासम्म बिस्तारामा सूर्य उदाएर घाम लाग्ने बेलासम्म सुत्यो त्यो सूर्यको अपमान हुन्छ त्यस कारणले बर्मा मुहुर्तमा उठ्नुपर्छ बिहान झिसमिसे आफ्नो र अर्काको नचिन्ने बेला उठेर हाम्रो ब्राह्मणको कर्म के हो त भन्दा नुहाई धुवाई हैन पूजापाठ गर्ने त्यसै कर्म गरेर ब्राह्मण हुने त्यसै कहाँ हुन्छ जन्मता जायते सूत्र भन्छ कर्म गरेपछि ब्राह्मण क्षेत्री भएपछि सूत्र भन्छ 4 दार 36 वर्ण भनेर पृथ्वीनारायण शाहका पाला भनेको थियो नि त्यही भएर हामी किन भन्दा घाम उदाउने बेलासम्म सुत्यो भने सूर्यको अपमान हुन्छ कहिल्यै पनि सुत्न हुँदैन यो पनि सम्झन पर्ने कुराहरू ल अब पृथ्वी मातालाई नमस्कार धरती मातालाई हे माता हामीले तपाईलाई कुनै अपवाद गर्ने छैनौं खन्न नहुने दिन खनियो भने अपमान भयो रविका दिन त्यही भएर जोत्न खन्न हुन्न भन्ने कारण त हो के त्यो दिन के हुन्छ पृथ्वी रजवती भएको दिन हुन्छ अनि रजस्वला हुन्छ पृथ्वी त्यस कारणले गर्दा हामीले तपाईको अपमान गर्ने छैन त्यो दिन खनियो खेतीपाती गरियो भनेदेखि खनजोत गरियो भने त्यो अपमान भएको हो त्यस कारणले गर्दा ल अब गुरुतिर फर्कनु पर्यो आफ्नो आफ्नो गुरुतिर हे गुरु ब्रह्मचार्य दिनुस् हामीलाई भन्नु हामी तपाईको नियममा बस्ने छौं हजुरको वचन आज्ञाकारी मान्ने छौं किन हाँस्नु भएको कि मान्नुहुन्न र ल मेरा वचनमा रहन्छौ त पक्का भनेर छाती छुनु पर्यो गुरुहरुले ल ल नियममा मेरो नियममा बस्नुपर्छ भनेर छाती छुनु पर्यो पक्का बस्नुहुन्छ हो गुरु ब्रह्मा गुरु विष्णु गुरु पढ्नु गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात् परम ब्रह्मा तस्मै श्री गुरवे नमः यसको अर्थ के हो ब्रह्मा विष्णु महेश्वर जति देवताहरू छन् जे भए पनि तपाई नै ब्रह्मा हो विष्णु हो महेश्वर हो सबै तपाई हो त्यही भएर गुरु बिनाको शिक्षा दीक्षा केही पनि हुँदैन गुरुलाई ब्रह्माजी मान्नु पर्यो विष्णु पनि मान्न पर्यो महेश्वर ब्रह्मा विष्णु महेश्वर तपाई नै हुनुहुन्छ तपाईले हामीलाई ब्रह्मचार्य दिनुस् ज्ञान दिनुस् गायत्री मन्त्र दिनुस् भनेर भन्नु पर्यो ल पक्का हजुरहरु सहमत हुनुहुन्छ ल गुरु गाता हाल्दिनु ल अब गुरु भेटी आइयो